Welcome to my channel. हेलो गाइज मलाई चाहिँ ह्याप्पी दसैँ शुभकामना है त मैले चाहिँ फर्स्ट अफ अल त सबैजनालाई चाहिँ ह्याप्पी दसैँ भन्न चाहन्छु किनभने यो दसैँको टाइममा बनाएको भिडियो हो सबैजना चाहिँ दसैँको टाइममा चाहिँ गाउँ जाने खटाखट गर्दा रेडी हुँदैछन् र गाउँ जाँदैछन् र म भने चाहिँ कामतिर लाग्दैछु सो त्यस कारणले चाहिँ म बिहानै उठेर रेडी भएँ र कामको लागि चाहिँ निस्किँदै गर्दाखेरि म रेडी हुँदैछु सो आज हेर्न सक्नुहुन्छ मेरो छोटो मिठो भ्लग र डेली लाइफको रुटिन पनि भन्न सक्नुहुन्छ तपाईँहरूले मेरो चाहिँ यसरी नै चलिरहेको छ जीवनको उसहरू चाहिँ होइन सो आज म चाहिँ सरर रेडी भएर निस्किसकेँ कामको लागि चाहिँ अब एकछिनमा काममा पुगिसकेँ र अब त्यहाँ आएर कपडा ड्रेसेस चेन्ज गर्नुपर्ने हुन्छ अब अरू त के पनि भन्नु र होइन सबैजनालाई चाहिँ ह्याप्पी दसैँ सबैजनालाई चाहिँ दसैँ राम्रोसँग मनाउनु होला घर जाने क्रममा चाहिँ बाटोहरू बिग्रेको हुनसक्छ आफ्नो ख्याल गरेर चाहिँ दसैँ जोस् घर पुगेर दसैँ राम्रोसँग मनाउनु होला सबैजनालाई चाहिँ ह्याप्पी दसैँ विजया दशमीको शुभकामना 2082 सालको है त सबैजनालाई चाहिँ एकचोटि चाहिँ फेरि दसैँको मलाई चाहिँ अरू के भन्दा नि दसैँको आशीर्वाद चाहिँ मलाई चाहिँ लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है त गाइस म चाहिँ अब मेरो दिनचर्या चाहिँ यसरी नै बित्ने छ दसैँभरि नै योपालि चाहिँ गाउँ गइँदैन जस्तो छ त्यस कारणले गर्दाखेरि चाहिँ ल है त थ्याङ्क यू सो मच है सबैजनाले चाहिँ भिडियोलाई लाइक एन्ड सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है सबैजनाले आशीर्वाद दसैँमा चाहिँ गाउँ नगएको भन्ने मात्रै हो दसैँ चाहिँ यतै मनाउने छु सो गाइज यही नै हो अब त अरू के नै कुरा गर्नु छ र अब मेरो दिनचर्या यसरी नै बितिरहेको छ होइन अब मैले चाहिँ यहाँ के गर्नुपर्ने हुन्छ सर तपाईँ देखिसक्नुभयो भिडियोमा चाहिँ एकदम बिजी छ आज चाहिँ सो त्यस कारणले गर्दाखेरि चाहिँ अनि अलिकति गाह्रो पनि भइरहेको छ मलाई चाहिँ अब के गर्नु गाह्रो भए पनि साह्रो भए पनि अब दसैँ काम त गर्नै पऱ्यो दसैँ ससैँ अब नभन्दो रहेछ होइन अब परिस्थिति अवस्था सिचुएसनले सो है यही त्यो उपलक्ष्यमा तपाईँ यही सम्झेर चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला है त